नमस्ते साथीहरु सबैजनालाई म चाहिँ आज चिसो छु है अनि त्यही भएर थुक्पा खान लागेको ल अनि थुक्पा रेडी भइसक्यो सुरु गरौँ है थुक्पा रेडी भइसक्यो हैन त जाडोमा थुक्पा अनि त्यहाँदेखि यो डल्ले खुर्सानी चाहिँ छुटाउनु भएन केहीमा पनि म चाहिँ नखाउँला सुरु गर्छु है हजुरहरु यो हजुरहरुलाई त्यसपछि मलाई के हो मिठो भएछ नि त तपाईं चाहिँ नखाने हैन खुर्सानी रड चाहिँ गर्नुहुन्छ तर पिरो खान सक्नुहुन्न म चाहिँ खान्छु पिरो चाहिँ हैन त्यसो मिठो हुन्छ के यस्तो पिरो छ कि जाडोमा मिठो हुन्छ क्या खानुभन्दा आफैले बनाएर खाएको राम्रो नि त तर तपाईँले बनाएको त साह्रै मिठो बनाउनुहुन्छ म त सानो सानो त्यसै हो नि